हेलो गाइज, वेलकम टु ब्लग। आज चाहिँ हामीले धेरै पछि ब्लग स्टार्ट गरेर आएको छौँ होइन। म चाहिँ भर्खरै उठेको, बेडमै छु। रमा दिदी चाहिँ उठेर पनि खाना बनाउनु गइसक्नु भएछ। हेरौँ के बनाउँदै हुनुहुन्छ होइन। बेडको हालत। गुड मर्निङ रमा दिदी। के बनाउनु लागेको? रमा दिदी चाहिँ खाना बनाउँदै हुनुहुन्छ होइन। करेला बनाउनु भएको रहेछ, अनि त्यो आलु र बोडी बनाउँदै हुनुहुन्छ। मेरो फ्यानहरू के छ हालखबर तपाईँहरूको? सबैजना सन्चै हुनुहुन्छ होला। हामी चाहिँ एकदम सन्चै छौँ। आज चाहिँ छुट्टी हाम्रो, सायद यो लास्ट छुट्टी होला। अब यो ईदले गर्दा सायद अर्को हप्तादेखि हाम्रो छुट्टी हुँदैन। स्टार्ट भयो घुम्न चाहिँ कहाँ जानु मन छ? मलाई त कहीँ जानु मन छैन। सुतेर भन्छु म त प्लिज नगएको धेरै भयो भनेर पानी खेल्न कस्तो रमाइलो हुन्छ गाई पानी खेल्न। पानीमा त्यो छाल आउँछ नि, त्यो छाल आउँदाखेरि त्यो पानीमा उफ्रिन कस्तो मजा आउँछ नि। रमा दिदीले चाहिँ एकदम मिठो खाना बनाउनुहुन्छ कि होइन। त्यही भएर मैले रमा दिदीलाई छोडेको खाना बनाउनु भनेर। खासमा अरू बेला चाहिँ म बनाउँछु, आज छुट्टी भएर रमा दिदीले बोल्दै जाने छु पक्का। मलाई खासमा मिठो खाना बनाउन आउँदैन, त्यही पनि बनाउँछु है। र मान्छेले भन्दा धेरै मैले खाना बनाउँछु आजभोलि। मिठो बनाउनुहुन्छ खाना। अनि मैले चाहिँ यता लुगा धुन लागेको थिएँ, धोइराखेको छ। अनि ए आमा फोनै झरेछ भाइ मेरो। यहाँ दिदीहरूसँग बोलिरहेको थिएँ झन् म। वेलकम भनिदिनु मेरो ब्लगको साथीहरूलाई। नेपालबाट बोल्दै हुनुहुन्छ होइन। अम्बिका दिदी, सन्ध्या दिदी हुनुहुन्छ यहाँ मसँग बोलिरहनु भएको छ। उहाँहरू चाहिँ मेरो एकदम मिल्ने साथी पनि हो, दिदी पनि हो। अम्बिका दिदी चाहिँ यहाँ उहाँ हुनुहुन्छ, कुवेतमा हुनुहुन्छ। सन्ध्या दिदी नेपालमा हुनुहुन्छ। मलाई धेरै माया गर्नुहुन्छ। ब्लगमा देखाइदिएको छु, त्यहाँ गएर सब्सक्राइब गर्ने भनिदिएको छु नि फेरि। मलाई चाहिँ यो एकदम भुटेको मात्रै मनपर्छ कि यो चाहिँ आलु कस्तो बनाउँदै। हेलो गाइज, हामी चाहिँ खाना बनाइसकेर खाएर अनि नुहाइ गरेर लुगासुगा धोएर फ्रेस भएर बसिसक्यौँ। अब चाहिँ घुम्न त सायद म त जाँदैन हजुर। रोमा दिदी घुम्न जान लाग्नु भएको छ चिटिक्क परेर। म चाहिँ जाँदिनँ घुम्नलाई, मलाई चाहिँ खासै घुम्न मन लाग्दैन। रमा दिदीहरू चाहिँ हप्तामा एकचोटि डेली घुम्न गएको हुन्छ। अङ्किता भाइ रे, ए कति राम्री देखेको तपाईँलाई हेर्नु त। रियलमा चाहिँ राम्रो छैन नै राम्री हुनुहुन्छ, तर कस्तो राम्री देखेको आज त। यहाँ त कति राम्री भएको। यस्तो छट्के मट्के भएको आउँछ कि छैन राम्रो छ। तिमी पक्का नजाने हो? नै म जाँदैन। तपाईँहरू जानु, अन्जु दिदी पनि जानुहुन्छ उता। अन्जु दिदी साथीकोमा जानुभएको छ, साथीकोबाट जानुहुन्छ। अनि म नेक्स्ट विक जान्छु तपाईँहरूसँग घुम्न। तिमी त तिम्रो आन्टीसँग मात्रै जान्छ होइन, तिमी हामीसँग मिल्दा नि मिल्दैन। बोलेको हेर न, बोलेको गाइज हामी चाहिँ
सबै त देखाउने हो नि होइन ब्लग हो नि त यो चाहिँ मेरो बेड हो होइन मैले चाहिँ उता यहाँ फ्यामिलीको फोटो यस्तरी तुलाएर राखेको छु अनि यता चाहिँ मेरो गिफ्ट हो यो चाहिँ कसैलाई भने होइन सुटुक्क के हो त अनि कसले दिएको भनेर भनेको छैन नि त गिफ्ट त सबैलाई आउँछ नि होइन गाइस यो युट्युबमा नि युज भएर हुन्छ जसले दिएको हो उहाँ मान्छेले पनि यहाँ सब्स्क्राइब गर्नु होला कसले दिएको हो त्यो भनेको छैन त अब गिफ्ट त जसले नि दिन्छ नि होइन गाइस अब जस्तै मेरो बर्थडेमा गिफ्ट आएको हुनसक्छ अब अरूमा त मान्छेले मात्रै दिन्छ बट त्यसो भए बर्थडेमा तपाईँहरू दिनुभएको तपाईँहरू स्पेसल मान्छे हो मैले त दिएँ नि तिमीलाई एउटा ब्ल्याङ्केट दिएको थियो होइन त्यही पनि ऊ आफैले लिएको साथीहरू हामी गएको उसमा ह्याङ्गिङ ट्री न जान त अस्ति नै गएको हो तर अस्ति नै फेरि जानु लागिरहेको अस्ति नै रात परेको थियो नि त कस्तो नजाएको तिमीकै धेरै कस्तो आएको यो धेरै दिन म धेरै दिनपछि क्यामेरामा फेस गर्दैछु त्यो हेरेर लाज लाग्यो लाज किन बाबा र म त आज धेरै राम्रो भएर आएछु त अङ्किताले पनि त्यही भन्दै थियो होइन दाम चाहिँ केही भयो कहिले चुज गरेको भन न ड्रेस तिमी पनि कम छैन ल म त मेरो त अलवेज कालो नै साथीहरू सन हेर कस्तो दामी आएको राम्रो आइरहेको छ हेर्न लान जाँदैछौँ हामी चाहिँ जाँदैछौँ त्यो टाढो टाढै देखेको छैन त्यो टाढोमा यहाँको घन्टा घरै गाइजहरू टाइम ठ्याक्कै मिलिराखेको छ 6 बज्न लागिरहेको त्यो खम्बा जस्तो ठाउँ चाहिँ कमानको बोर्डर हो यहाँदेखि धेरै टाढो छैन भिडियोमा मात्रै टाढो आइरहेको छ ल साथीहरू हेर्नु यहाँ पेन लिएर को टिकट लिन्छ होला नि त यहाँ अन्जु टिकट लिन्छ होला नि त हो कस्तो राम्रो आएको कस्तो लागिरहेको छ दाइ आजको यो तपाईँको फर्स्ट ट्रिप होला यो आज राम्रो लागिरहेको हाम्रो ड्राइभर पनि पछि पछि आउँदैछ है हेर्नु होला यो के भन्छ यसलाई चाहिँ वाकवाक लाग्यो भनेर यसरी बसिरहेको धेरै गहिरो नि छैन यो यसमा गएर स्विमिङ गर्दा हुन्छ भन्छु खोइ त्यो थाहा छैन जाने हो भने होइन गाइज हामी चाहिँ पहाड चढ्दैछौँ आमामा पुरै यस्तो दामी छ क्या हामी पहाड चढ्दैछौँ रोमा कतिपछि पुरा चट्टान आमामा डेन्जर छ त त्यहाँ चाहिँ भयो माथि गएको थिएन नि त हामी अनि पुरै स्यास्या भयो त मोटाएर हिँड्न नसक्नु यता पछाडि चाहिँ हेर्नु न कति राम्रो भ्यू छ राम्रो आउँछ यहाँबाट खिच्यो भने चाहिँ सबैजनाले हेरेर इन्जोय गर्ने होला साथीहरू पछाडि हो पछाडि न दुईजना हामी देखेर लजाए लजाउँछन् कि केटाहरू के भएको अहिले त हिँड्न नसक्ने भएको हिँड्नै नसक्नु भएको छ दामी गराएको रहेछ पहिला हामी आउँदा अलि राम्रो थिएन है त्यतिखेर चाहिँ
उकालीमा पनि हजुर मटर जाँदो रहेछ खुट्टाले हिँडेरै गइँदैछ कि गाइस अन्जुलाई चाहिँ त्यहाँ माथि लगेर चाहिँ चेयरमा राखिदिन्छु ओहो म चाहिँ बमटाउला जस्तो भएर कस्तो के हाम्रो उता नेपालको पहाड नेपाल जस्तो हुन्छ नि दामी छ भ्यू चाहिँ होइन हाम्रो ड्राइभर दाइ चाहिँ अगाडि अगाडि खतरा छ चट्टानै चट्टान पुरा पैसा भयो रोमा लन्च अब त्यो राखिदियो मेरो यहाँ फोटो खिच्दै साथीहरू अन्जुले ढुङ्गा फोड्न लाग्यो अहिले तिमीले त यो सबै फोडेर भ्याउँछ होला कति गरुङको छ नि अन्जु यहाँ तलदेखि चाहिँ यहाँ यताको भ्यू यताको भ्यू हेर्नु होला होइन अन्जु दामी कस्तो लागिरहेछ भन त राम्रो लागिरहेछ अब भोलिदेखि किनकि धेरै बिजी भइन्छ हिँड्नु पाइँदैन त्यही त नि आज लास्ट हो पहाड 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 फेरि हिँडेको यहाँ घुमेर सकेर चाहिँ कहीँ हिँड्ने अब चाहिँ ह्याङ्गिङ पार्क भन्ने ठाउँमा हिँडेको है हेलो साथीहरू फाइनल्ली हामी यहाँ उसमा आइपुग्यौँ के अरे ह्याङ्गिङ पार्कमा आइपुग्यो है हेर्नु भ्यू कस्तो दामी छ हामी सबैभन्दा टप एरियामा छु होइन कस्तो दामी छ अहिले हामी चाहिँ यहाँबाट यहाँबाट जाने हो यहाँबाट तल टप एरिया होइन अन्जु कस्तो लागिरहेछ तिमीलाई सेकेन्ड टाइम यहाँ आउँदाखेरि भन्नु ल मलाई त दामी लाग्यो इन्टरभ्यू लिएको जस्तो कि होइन लिनै पर्दैन उता चाहिँ कालबा अनि भन्नुहोस् रोमाजी तपाईँलाई यो ठाउँ चाहिँ कस्तो लागिरहेछ एकदम दामी लागिरहेछ त्यहाँ दाइमेरो कुरा सुनेर तपाईँले चाहिँ पानी चाहिँ पेटतिर नि हाल्नुपर्छ राम्रो छ नि है यसमा त अलिकति के लाग्यो कि देखिहाल्छ राम्रो छ त्यही दामी छ भ्यू चाहिँ तपाईँहरू नि आउनु सक्नुहुन्छ दुबईमा नेपाल जस्तै लाग्छ हौ दाइ त हामी देखेर हाँस्नु गाइज फाइनल्ली हामी चाहिँ लोकेसनमा आइसक्यौँ कुन लोकेसन भन्नु ए के अरे यो ह्याङ्गिङ ट्री गाइज यति राम्रो छ हेर्नु दामी छ भ्यू चाहिँ नाइट भ्यू यस्तो डेन्जर छ यहाँ यसपालि छुट्टी इन्जोय भयो त्यही त अङ्गी त आउनु मानेन ल रोमाको अब चाहिँ खाना खाने टाइम भएको रहेछ क्या है रोमा अहिले चाहिँ खाना खाने टाइम भएको रहेछ क्या यिनीहरू अन्त पानी खाने गाली गर्छ गाइस हामी यहाँ आइपुग्यौँ अन्जु पानीको झर्ना चाहिँ उता माथि छ माथि होइन त्यही नजिकै हो होइन अन्जु कता जानु भन्नु पहिला यहाँभित्र पनि जानु मिल्छ जानु भए उता केही खाने हो भने केही पाइन्छ र मलाई थाहा छैन यसमा क्या मिलेगा इसमें सब कुछ मिलेगा अच्छा यहाँ चाहिँ के अरे के भन्छ यिनीहरूको रोजा खुलिएको छ होइन त्यहाँ बसेर खाइराखेको छ त्यता
भ्यू चाहिँ झन् एकदम दामी दामी देखिराखेको छ झन्। यतिखेरै आएको ठिक रहेछ। अस्ति नै हामी ढिला भएको नि, अस्ति नै एकदम राति भएको थियो। न आजको छुट्टी कस्तो भयो भन न त नि त्यसो भए। आजको छुट्टी दामी भएर घुम्न पाएँ भने मलाई जहिले छुट्टी मजा लाग्छ घुम्न पाएँ। सुन न ड्युटी नभए नि हुन्थ्यो नि है। बसी बसी खानु मन लाग्छ कि। ए यिनीहरू त यहाँ पो खाना खान आउँछ, घुम्नलाई आएको होला। खानेर दिनभरि राम्रो हुने रातिको खानु। ਹਾਂਜੀ यो बेलुकाको कति बज्यो अहिले? अझै हेर मेरो अब हात गल्यो होइन। त्यही त अघि नै देख्यो कस्तो दामी छ। झर्ना हेर्नु है साथीहरू, झर्ना। अनि को यहीँ हुनुहुन्छ होइन, यहाँ आएर चाहिँ इन्जोय गर्नु होला। एकदम दामी छ। छिटो जम भन्ने साथीहरू भन्ने 2जना नै ठिक छ नि भन्छ। भनेको फ्रिडमले घुम्न पाएँ। फ्रिडमले होइन। अन्जुलाई चाहिँ आज घर जानै मन छैन अरे होइन गाइस। हेलो गाइस, अब चाहिँ हामी फर्किन लागेकै घुम्दा रिङ्गाटा थाकियो। आज चाहिँ थाकिने भयो होइन। अलि जसरी काम नगरिकन यो दुखिरहेको, आज अलि निको भएको छ घुमेर घुम्न पाएर होइन। भोलिदेखि काम हुन्छ, भेटै हुँदैन फेरि अब कति 15 दिन जति भेट हुँदैन होला। काम धेरै होइन। अब चार्ज पनि धेरै छैन। भिडियो चाहिँ हामी यत्तिकैमै एन्ड गरिदिन्छौँ, हेर्नु होला। एन्ड गर्छौँ, सबैजना हेरिदिनु होला, माया गरिदिनु होला। साँच्चै एउटा कुरा भन्नु बिर्सेँ, अहिले चाहिँ मैले मेरै नाम राखेको छु होइन, किनकि त्यो चाहिँ मेरै आइडीबाट के अरे मेरै इमेल आइडीहरूबाट खोलेको भएर चाहिँ मैले मेरै नाम राखेको छु। अब पछि के थाहा ऊ कता हुन्छ म कता हुन्छ होइन, त्यही भएर मैले चाहिँ फ्रेन्ड्स ब्लगबाट रिमुभ गरेर मैले चाहिँ मेरो रोमा ब्लग तामाङ ब्लगमा चाहिँ तपाईँहरूले सब्सक्राइब भिडियो हेरेर इन्जोय गर्नु होला गाइस। आजलाई यति नै ब्लग। अङ्किता तिमीलाई चाहिँ धेरै मिस गरिराखेको छु होइन यहाँ। अनि तिमी आएनौ त के गर्नु त हामी। उनी आउँदा पनि हामीले इन्जोय गऱ्यौँ नि दुईजनाले। अनि यति धेरै सेतो चाहिँ किन आएको भने यो लाइटको अगाडि बसेर चाहिँ यति धेरै सेतो आएको है गाइस। बाई बाई, सबैजनाले हेरेर इन्जोय गर्नु होला। आजलाई यति नै, बाँकी कुरा सबैजनालाई ह्याप्पी ईद भन्न चाहन्छु। बाई बाई गाइस, ईद मुबारक। अब हाम्रो भिडियो आउने भन्दा कहिले हो कहिले थाहा छैन, नेक्स्ट नै हुन्न है। अब नेक्स्ट भिडियोमा पनि हामी सायद घुम्न गएकै भिडियो आउँछ होला होइन गाइस। तपाईँहरूले हेरेर भए पनि इन्जोय गर्नु होला। बाई बाई।